भएको भयो ए मेमदुत मलाई कृपया आज मात्र लिएर नजानुहोस् दिदीको टिका लाउन साथ म हजुरसँग जान्छु नि मलाई आज मात्र जान दिनुहोस् मलाई आज मात्र जान दिनुहोस् यो कस्तो दुविधा हो एकातिर हजुरको आदेशको पालना गर्नुपर्ने अर्कोतिर यो अबोध बालकको यो चित्कार सुन्नुपर्ने उठा बालक उठा देख्छ तिम्रो यो चित्कारले मेरो मन पग्लिएको छ तर तिमीलाई मैले लिएर जानै पर्ने हुन्छ तर के तिमीलाई मेरो एउटा शर्त मन्जुर छ मलाई मन्जुर छ भने जसै तिमी तिम्रो दिदीको हातको टिका लगाउन दिदीको घरमा पुग्छौ जसै गरी तिमीले दिदीको हातको टिका लगाउँछौ उसै गरी तिमी मसँग यमलोकमा जानुपर्छ के तिमीलाई यो कुरा मन्जुर छ मलाई मन्जुर छ यदि मन्जुर छ भने सुन म तिमीलाई तिम्रो दिदीको घरसम्म पुर्याउन जान्छु ल हिँड मेरो बाटो हिँड्ने गयो मनुष्य जस्तो आज भाइ टिकाको दिनमा दिदीको हातको टिका लाउन जान लागेको माथि होइन तल हेर तल म कालीनाथ तिम्रो बाटो सोध्दैछु मनुष्य हजुर कालीनाथ धेरै दिनदेखि भोको थिए आज मेरो बाह्र बन्न फेरि यो यता बिहानीको आइपुग्यो हे कालीनाथ आज त्यसै पनि मेरो अन्तिम दिन स्वयं यमदूत मलाई लिन भनेर आउनु भएको छ फेरि दिदी आज भाइ कतिखेर आउँछ भनेर कुरेर बसेको छ म मेरो दिदीको हातको टिका लाउन साथ हजुरको भोग मेटाउन के बाटो हुँदै फर्किन्छु नि बिहान पनि यस्तै भनेर धेरैजना दिदीभाइहरू गइसकेका छन् तिनीहरू फर्केर आएका छैनौ तिमी फर्केर आउँछौ भने के ग्यारेन्टी छ मनुष्य हे नाग देवता म तपाईलाई वाचा स्वरूप यो वेदको लौरो तपाईको सामु राख्दछु तपाईको भोग मेटाउन अवश्य म यो बाटो हुँदै फर्कनेछु नाग देवता तिम्रो बोलीमा मिठास र वचनको परिपक्व छ जस्तो लागेको छ ठिकै छ यो वेदको लौरो तिम्रो धरतीको रूपमा राखेर जाऊ यदि तिमी फर्केर आएनौ भने तिमी मात्र होइन तिम्रो 7 पुस्तालाई डस्नेछु छिटो गरेर फर्केर आऊ म तिम्रो बाटो पर्खेर बस्नेछु वेदको लौरो राखेर तिमी यहाँबाट छिटो जाऊ मेरो फेरि मोड परिवर्तन हुन सक्छ